नमस्ते आदरणीय दाजुभाइ दिदीबहिनी, मेरो नाम शिला दङ्गल हो। विगत 10 वर्षदेखि म राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचार डायलिसिस गरिँदै आएको छु। मेरो आर्थिक स्थिति निकै कमजोर भएको हुनाले दाजुभाइ दिदीबहिनी मलाई आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। शिलाजी नमस्कार। नमस्ते। तपाईँ कति वर्षदेखि तपाईँको दुईटै किडनी फेल भयो? 10 वर्ष भयो। कसरी यो एकाएक किडनी फेल भएको? तपाईँ उमेर त धेरै भएको जस्तो लाग्छ। होइन, 81 मलाई दम आयो, दमबाटै मेरो यो किडनी फेल हो। 81 दम आयो अनि जचाउन जाँदाखेरि तपाईँ दुईटै किडनी फेल भयो? फेल भयो। म अनि पहिला सुरुमा म वीरस्थल गयो, वीरस्थलबाट फेरि टिचिङमा गयो, टिचिङमा गएर फेरि म राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचार गर्नु गएको। त्यहाँ 1.5 महिना म त्यहाँ एडमिट भयो। त्यहाँबाट चाहिँ नि सिट नपाएर म चाहिँ नि राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचार गर्नु गएको। भन्छ दुईटै किडनी चाहिँ फेल भन्ने कुरा छ। अहिले चाहिँ डायलिसिस गरेको 10 वर्ष भयो होइन? 10 वर्ष भयो। भनेपछि कसरी अब तपाईँ अब एकल महिला हुनुहुन्छ होइन? त्यतिखेर तपाईँ 35 वर्षको उमेरमा तपाईँको चाहिँ किडनी फेल भयो, दुईटै किडनी फेल भयो। अहिले 45 वर्ष बित्नु भएको अवस्था छ। एकल महिला हुनुहुन्छ, तपाईँको आम्दानी केही पनि छैन होइन? केही छैन। पहिला मेरो पसल थियो सानो सिलाइको, अब त्यो पनि गर्न सक्दैन म। बुवा पनि बित्नु भएको 22 वर्ष भइसक्यो। मेरो आमा एकजना छ, मेरो आमा 76 वर्ष हुनुभयो। 76 वर्षको आमाले तपाईँलाई पालिरह्यो हो? हजुर। अनि उहाँकै सहारामा बसिरहनु भएको? उहाँकै सहारा। आमालाई पाल्नुपर्ने मान्छे अहिले आमाले तपाईँलाई पालिरहनु भएको छ। आमाको पनि त आर्जन त खासै केही छैन होला? छैन। आमा बिचरा त के गर्नु, पहिला अलिकति खेती थियो, खेती गर्नुहुन्थ्यो। अनि आयोजना आएर हाम्रो जग्गा जमिन सबै गयो। भनेपछि चमती आयोजनाले तपाईँको जग्गा जमिन सबै खाइदियो, घरबार विहीन भने जस्तो बनाइदियो होइन? जग्गा जमिन भएको मान्छे जग्गा जमिन विहीन भयो। बाटो विस्तारले गर्दाखेरि तपाईँहरू चाहिँ यहाँको लोकल मान्छे सुकुम्बासी नै भयो होइन? त्यसले गर्दा तपाईँलाई धेरै नै समस्या परेको छ। र यतिखेर अब हप्तामा 3 पल्ट डायलिसिस गर्नुभएको छ। अत्यन्त पीडा छ तपाईँलाई। हिजो भर्खर तपाईँ डायलिसिस गर्नुभयो, फेरि भोलि जानुपर्ने होला होइन? भनेपछि निकै कठिन हुन्छन्। डायलिसिस चाहिँ निःशुल्क हुन्छ कि सशुल्क के भइरहेछ? निःशुल्क छ। डायलिसिस चाहिँ निःशुल्क छ। औषधिहरू सबै आफैले बेहोर्नु। औषधि कति खानुपर्छ तपाईँले? औषधि त म धेरै खानु परेन, थोरै त हो, तै पनि इन्जेक्सन लिनुपर्छ हप्ताको 2टा। टोटल गरेर हप्तामा कति खर्च हुन्छ तपाईँको? 10,000 15,000 जति खर्च हुन्छ। भनेपछि हप्तामा भनौँ लगभग 15,000 खर्च हुन्छ। 15 चौको 60, भनेपछि महिनामा 60,000 तपाईँको यो डायलिसिस निःशुल्क भएर पनि 60,000 तपाईँको खर्च छ। खानापिना लाउनु त अर्कै छ। फेरि तपाईँ बसाइ पनि फेरि आमाकै शरणमा भनौँ न, आमाकै सानो यो कटेरोमा बसिरहनु भएको छ, दुःख गरिनु भएको छ होइन? तपाईँलाई सह गर्ने महानुभावलाई चाहिँ कोही छैन। उहाँलाई अनुरोध गर्न चाहनुहुन्छ के भन्नुहुन्छ तपाईँलाई यहाँ हेरिनुभएका सम्पूर्ण दर्शकहरूलाई? के भन्ने, अब आर्थिक सहयोग अलिक गरिदिनुहोस् भन्न चाहन्छु। जे जति सक्छ होइन, त्यति नै छ भन्ने, यति नै दिनुहोस् भन्नु म भन्दैन। जे जति छ, जे जस्तो सहयोग गर्नु छ गरिदिनु, त्यही हो कि। जीवनदान दिइदिनुहोस् होइन? अनि तपाईँको यो डायलिसिस मृगौला चाहिँ फेर्न चाहनुहुन्छ कि के छ? कोही दाता मिल्यो भने गर्न चाहनुहुन्छ? कोही दाताहरू छ भने तपाईँलाई सम्पर्क गरेर, अब कोही मृगौला दान दिन सक्ने कोही दाताहरू छ भने उहाँहरूको पनि एकदम तपाईँ अपेक्षा गर्नुभएको छ होइन? तपाईँको ब्लड ग्रुप के हो? ए पोजिटिभ। ए पोजिटिभ दाताहरूले चाहिँ, ए पोजिटिभ ब्लड ग्रुपले चाहिँ तपाईँलाई चाहिँ मृगौला दान दिन सक्छ होइन? र अब दर्शक श्रोता महानुभावहरू, यदि उहाँ जस्तो एकल महिला हुनुहुन्छ, एकदम असहाय अनाथ हुनुहुन्छ, उहाँलाई केही सह गर्न चाहनुहुन्छ भने निम्न खाता नम्बरमा सक्दो सह गर्नुहोला। र तपाईँहरू कसैले चाहिँ अब उहाँलाई मृगौला दान दिन चाहनुहुन्छ भने उहाँलाई यो नम्बरमा कन्ट्याक्ट गरिदिनु होला। हस्, धन्यवाद। यो एउटा भयो। अर्को यो घाँटीबाट पनि छ होइन? यहाँबाट पनि गरेँ। भनेपछि अब हप्तामा 3 चोटि गर्दाखेरि नि यो ठाउँको यो डायलिसिस गरेर यसलाई सङ्केतहरू हजुर
कोही छैन मेरो, प्लिज सहयोग गरिदिनु होला, मनकारीहरूले सहयोग गरिदिनुहोस्, त्यही भन्न चाहन्छु। हार्दिक हृदयदेखि धन्यवाद गर्छु, सहयोग गरिदिनु प्लिज।